एकछिन ल यो फर्कुनीहरू यति राम्रो सुन्दर छ यहाँ राम्रो गाउँ देखिन सक्नुहुन्छ यति राम्रो छ यो टुरिस्ट प्लेस पनि छ एकदम यो टुरिस्ट प्लेस पनि छ है टुरिस्ट प्लेस अनि यो के हो टुरिस्ट प्लेस के हो टुरिस्ट प्लेसमा यस्तो फोहोर राखेर टुरिस्ट प्लेस चाहिँ भएन के गर्न खोज्यो हैन यो सम्बन्धित फोहोर छ यो सम्बन्धित ठाउँमा गएर सम्बन्धित गाउँपालिकाले यो हेर्नुपर्छ कि पर्दैन यिनीहरूको यिनीहरूको काम गर्दा बटाइ थालेपछि थालेको छ यो कहाँबाट कसले आएर खायो नि यो एउटा सम्बन्धित डस्टबिन बनाउन राख्नु सक्छ सक्दैन एउटा कि नभए फोहोर फाल्ने एउटा ठाउँ चाहियो डस्टबिन चाहियो यहाँनिर टुरिस्टहरूसँग हेर्दा यो टुरिस्टसँग बिजोग भयो नि त त्यो यो चाहिँ एकदम ध्यान दिनुपर्ने कुरा हो घुम्नलाई भए पनि फर्किनु जो नगरपालिका मान्छे को हुन्छ यो टुरिज्म एरियामा टुरिज्म यस्तो यो ट्रास यस्तो डस्ट यो फोहोर होइन सम्बन्धित निकायले यो ध्यान दिनुपर्छ कि पर्दैन यो नेपालकै बेचेत भएन त विश्वको बडो मान्छे आउँछ यिनीहरू यस्तो खास डस्टबिन राख्नु सक्दैन एउटा होइन अन्त अब टुरिस्टहरू आइरहनु चाहिँ अब यो यिनीहरूले हेर्दा के देख्छ होइन हजुर फोहोरमा देखाएको थियो फोहोरमा देखाएको थियो यस्तो राम्रो सुन्दर ठाउँ छ होइन आएर अब जसले पनि गर्छ यही फोहोर फाल्छ यही एकजनाले फाल्यो भने सबै तपाईँको विचारमा के छ त यो कसरी चाहिँ यो समस्याको समाधान होला त यसको यस्तो ट्रास यो फोहोरको बारेमा अब यसको विचारमा चाहिँ राम्रो जाने डस्टबिन हालेर हजुर हैन ठाउँ ठाउँमा डस्टबिन हालेर त्यसलाई व्यवस्थापन गर्यो भने हो हो यस्तो प्राकृतिक नेचुरल ठाउँमा होइन एकदमै राम्रो ठाउँ छ फाल्ने मान्छेले पनि अलि बुझेर फाल्नु पर्ने डस्टबिन छैन भनेर जहाँ पाए त्यहाँ फाल्नु भएन आफ्नो ब्यागमा राखेर घरमै लगेर फाल्ने अब उहाँ विदेशी पाहुनाहरू कस्तो राम्रो छ होइन सबैको आफ्नै गोजीमा ब्यागमा हाल्छ तर हामी नेपालीहरूको यस्तो छ हो अब यो त कस्तो हुनु पर्यो भने हामी त आएर यतैतिर शुद्ध नै हुनुपर्ने खालको ठाउँ हो यस्तो राम्रो यस्तो आनन्द है नेचुरल ठाउँ छ नि त एकदमै धेरै राम्रो अथवा यसमा चाहिँ तल मेन गुम्बाको मान्छेले त्यहाँ सुरुमै चेक जाँच गरेर पठाउने कि पानीको बोतलहरू लान नदिने कि दिए पनि माथि एक ठाउँमा मात्रै बेच्ने हो ल धन्यवाद तपाईँलाई हस् धन्यवाद हस् हस् यस्तो छ अब यस्तो राम्रो ठाउँमा पारीहरू यस्तो राम्रो छ होइन माथि यस्तो राम्रो ठाउँ छ तल यता उता हेऱ्यो भने तपाईँको डुङ्गुर फुलको डुङ्गुर अब यो कहिलेसम्म सम्बन्धित नगरपालिका सम्बन्धित चाहिँ अब वडा होइन उनीहरूले चाहिँ जानु पर्यो